अहिले म यो च्यान्सवे काउन्टीको एउटा यो माटोको भाँडो बनाउने ठाउँमा छु र यो च्यान्सवे चाहिँ विशेष गरी यो पर्पल क्लेको लागि नै निकै नै परिचित रहेछ, किनभने यो होङ्ग नदीको छेउमा रहेको यो च्यान्सवेमा चाहिँ यहाँ यो माटोको भाँडा बनाउने रहेछ र अहिले भने म यो माटोको भाँडा बनाउने र त्यहाँ सिकाउने तालिम दिने एउटा कारखानामा आएको छु र म तपाईँलाई पनि यहाँ देखाउने छु यसको प्रक्रियाहरू। आउनुहोस्। सबैभन्दा राम्रो यहाँ देखेको मैले एउटा त यसको रङ अलि फरक छ, अलि भिन्न छ, मलाई भिन्न लाग्यो। त्यसमाथि यहाँको सबैभन्दा चिनिया हरेक वस्तुहरूमा चाहिँ एउटा कलाकृतिहरू चाहिँ निकै नै यो आकर्षित गर्दछ, निकै नै राम्रो हुन्छ। निकै नै यहाँ पनि हेर्नुहोस् चराको फुलको कति राम्रो छ। र अनि अर्को एउटा कुरा मैले पढेको यहाँको माटोको भाँडोमा चाहिँ एउटा विशेषता, यहाँ चाहिँ यसलाई चाहिँ पर्पल क्ले यो भन्ने गरिँदो रहेछ, पर्पल क्ले पोटरी। र यो किन भन्दाखेरि चाहिँ यसको एउटा विशेषता भनेको यो माटो हो तर यो यसले चाहिँ हामीलाई चाहिँ यो फलामको भन्ने अनुभव दिन्छ अरे, किनभने यो बजाउँदाखेरि हामीले यसो गर्दाखेरि यो फलामको यसरी चाहिँ यो त्यस्तो हुने भएकोले चाहिँ यसलाई पर्पल क्ले पोटरी भन्ने गरिएको छ। र तपाईँलाई चाहिँ अब म यो पहिला बनाउने तरिका जुन चाहिँ भाँडो बनाएको छ त्यो भाँडोलाई चाहिँ उनीहरूले यो हाम्रो कालीगढहरूले चाहिँ कति मिहिन ढङ्गले कति एउटा चाहिँ धीरतापूर्वक काम गरिरहेको छ। खास त हामी त्यहाँ गएर उहाँहरूलाई यो डिस्टर्ब गर्न त हुँदैन, तर हामी तपाईँलाई देखाउन गइरहेका छौँ। हेर्नुहोस् है त, उहाँले चाहिँ यो के थाहा छ तपाईँलाई? यो सबै माटो हो र उनले चाहिँ यो कलाकारले चाहिँ आकृति दिँदै जाँदाखेरि यो काट्दै गएको फालिएको हेर्नुहोस् त्यहाँ त्यसरी चाहिँ यो माटो यसरी चाहिँ एउटा आकृति दिँदैछ। सायद यो चाहिँ भाँडोको माथिको ढक्कन बनाइरहेको छ भने उतातिर चाहिँ भाँडो बनाइरहेको देख्न सक्नुहुन्छ। हेर्नुहोस् अहिले यो काँचो छ, अहिले यसलाई छुनु हुँदैन। र यो चाहिँ यहाँ आउने माटो पनि तपाईँलाई देखाउँछु म। हेर्नुहोस् यसरी प्याक गरेर ल्याएको छ मजाले, यो चाहिँ कार्पेट रोल गरेको जस्तो माटो छ यहाँ, तपाईँले देख्न सक्नुहुन्छ। यो माटो भयो र यही माटोमा चाहिँ विभिन्न रङ मिसाएर अरू रङ बनाउने गरिन्छ। हेर्नुहोस् यो के रहेछ, मलाई पनि अचम्म लागेको थियो। यो त भाँडामा फेरि यो के टाँसेको, यो लेप लगाएको के रहेछ भन्दाखेरि यहाँ चाहिँ एउटा चित्र कोरिसकेको हुने, या चाहिँ अक्षर कोरिसकेपछि त्यसलाई यसैमा यही भाँडोमा चाहिँ भनौँ न एउटा चाहिँ त्यो टाँसिनको लागि नमेटोस् भन्नको लागि चाहिँ यसरी माथिबाट फेरि माटोको लेपन गर्ने रहेछ। र यसरी यो गरेपछि यसलाई 2 दिन राख्नुपर्ने रहेछ। यसरी त्यसमाथि फेरि यो कागजले यसरी छोपेर कागजले छोपेर राखिन्छ। यो माटो यही भइहाल्यो यो लेपन गर्नलाई। यो अर्को माटो भयो चित्र बनाउने बाहेकको, र यसो गरिन्छ। त्यसपछि यो झिकेपछि तपाईँले यस्तो रूप देख्नुहुन्छ है, एउटा यो माछाको यो एउटा रूप, या चाहिँ अर्को चाहिँ अक्षरवाला रूप भयो, यस्तो हुन्छ। त्यसपछि यसलाई चाहिँ अनि चिप्लो बनाउने, उहाँहरूले चाहिँ यसलाई चाहिँ अलिकता चिप्लो बनाउने काम गर्नुहुन्छ। अनि त्यसपछि यो भाँडोलाई लगेर चाहिँ अनि अब यसलाई चाहिँ उसमा भट्टीमा राख्ने गरिन्छ। हेर्नुहोस् यहाँ कति राम्रा कति डिजाइनका यो चित्र र अक्षर यो कविताहरू लेखिएको यो भाँडाहरू छन्। यो भाँडाहरू सबै कुनै अन्न राख्नलाई, कुनै केही राख्नलाई यो विभिन्न किसिमका थरीका भाँडोहरू यहाँ तपाईँले पाउन सक्नुहुन्छ। र यस्तै यो भाँडो बनाउने चाहिँ मैले एकचोटि यही युनानको चाहिँ साङ्ग्रिलामा मैले प्रयास पनि गरेको थिएँ। र यो रह्यो यसरी, यो जुन भाँडा देख्नुभएको छ यो कालो रङको, अहिले तपाईँले त्यहाँ यो रातो रङको देख्नुभयो अलिअलि, तर यो चाहिँ कालो, यहाँको विशेषता भनेको यही हो। तर यो कसरी हुन्छ भने यसलाई चाहिँ अब यो भाँडो त भयो, तर यो भाँडोलाई चाहिँ अब यसलाई चाहिँ भट्टीमा राख्नु पर्यो। र यहाँ चाहिँ 1000 डिग्रीभन्दा अब बेसीको तापक्रममा चाहिँ यसरी यो भाँडाहरूलाई चाहिँ यहाँ राख्ने गरिन्छ। र त्यसपछि तपाईँले यो पाउनुहुन्छ। तर यसमा पनि एकदम यो एउटा त भन्नुहोस् एउटा एकदम सिपको काम, मेहनतको काम, एउटा धीरतापूर्वक गर्ने पर्ने काम। त्यसमाथि यो भाँडो चाहिँ यहाँ अहिले सुनेको मैले यहाँ जम्मा 30% मात्र सफल हुन्छ। यानि कि तपाईँको चाहिँ यो 10वटा भाँडा राख्नु भयो भने जम्मा 3वटा मात्र भाँडो चाहिँ एउटा राम्रो सफल रूपमा चाहिँ हामीले पाउँछौँ। किनभने अर्को त्यो तातोको कारण कतै चर्किने, केही बिग्रिने त्यस्तो सम्भावना हुन्छ।
सायद अब यहाँ राखेको पनि कतिपय सामान यो बिग्रेको हुनसक्छ, त्यो हामीलाई हाम्रो आँखाले नदेख्ला, हामीलाई त यो ठिकै पनि लाग्न सक्छ, तर जुन चाहिँ यहाँका कालीगढ उहाँहरूले चाहिँ पत्ता लगाउनुहुन्छ यो के बिग्रियो, कता के सिप बिग्रियो। त्यसरी चाहिँ निकै नै एउटा दुःखको काम छ यो, एउटा सिप एउटा कलाको पनि काम हो र त्यतिकै दुःख पनि छ। हेर्नुहोस्, र यो ठाउँ चाहिँ यसैको लागि एउटा परिचित छ। र अहिले हामी एउटा यस्तै माटोको भाँडोको एउटा प्रदर्शनी क्षेत्रमा आएका छौँ र यहाँ चाहिँ अझ पनि यो प्रदर्शनी क्षेत्रमा अझ व्यापक रूपमा चाहिँ हामी के कस्ता भाँडाहरू छन्, कस्ता कस्ता डिजाइनका छन्, के चित्र कोरिएको छ त्यो हामी यहाँ हेर्न सक्छौँ र साथसाथै भाँडो पनि मूल्य कति भन्ने पनि जान्न सक्छौँ, अझ कतिसम्मको मूल्यको पाइन्छ भन्ने पनि हामी हेरौँ है त। हामी अघि कारखानामा गयौँ, त्यो सिप तालिम केन्द्रमा गयौँ र त्यसपछि अहिले भने हामी यही कारखानाको यो चाहिँ सोरुममा छौँ र यहाँ कति पर्दो रहेछ है त। हामीले अहिले हेरेको सामान मैले भनिसकेँ, 10वटा बनाउँदाखेरि जम्मा 3वटा मात्र सामान हामीले पाउँछौँ। र हेर्नुहोस् है, यो सामानको 1760 कति महँगो रहेछ है, तर मेहनत धेरै छ नि त, मेहनत पनि त धेरै छ। यो सामानको 1080 सायद त्यस्तै त्यस्तै हो, तर अलिकता केही डिजाइनको फरक छ। र यसरी चाहिँ यो चाहिँ चिया कप हो, चिनीहरू निकै नै चिया खान्छन्, विभिन्न चिया खान्छन्, यो ग्रिन टी मात्र होइन है, धेरै किसिमको चिया खान्छ र त्यही हिसाबले यो यसको महत्त्व छ। यहाँ विभिन्न किसिमको मूल्य छ, 1080, 768, 1020, यो सस्तो पनि छ, यो त्यहाँ दुईजनालाई 238। र त्यसै गरी अब यो भाँडोको चाहिँ यहाँ मूल्य देखेको छैन, अवश्य पनि यो महँगो भइहाल्छ। आहा, फुलको पत्र जस्तो बाहिर ठ्याक्कै यो अघि हामीले बनाइरहेको देखेको थियौँ नि, यसरी चाहिँ यो पत्र बन्दो रहेछ, पत्र जस्तो 3D भने पनि हुन्छ यसलाई। यो चाहिँ 460 रहेछ। यो चाहिँ खास यो त घरमा प्रयोग गर्ने भन्दा पनि अब यो भनेको अहिले सजाउने सामान हो, यो घरमा चट्ट सजाएर राख्दाखेरि राम्रै हुन्छ। तर अब यो भाँडोमा चाहिँ अब सजाउने बाहेक यो भित्र चाहिँ केही पैसा लुकाउनु पनि हुन्छ, त्यसबाहेक अब केही राख्न पनि हुन्छ, राख्न सकिन्छ यसमा।